हेलो गाइज नमस्ते वेलकम टु माई च्यानल। तपाईहरुलाई चाहिँ मेरो च्यानलमा स्वागत छ। अनि आशा छ तपाईहरु चाहिँ सन्चै हुनुहुन्छ भनेर। अनि आज चाहिँ म एक्साइटेड भएर के गर्न आएको भने चाहिँ आज चाहिँ तपाईहरुको लागि म हाउ टु एप्लाई बेल्जियम भिसा अनि स्टुडेन्ट भिसाको बारेमा भन्न आएको। तपाईहरुलाई चाहिँ धेरै वेटिङमा राखे। आइ एम सो सरी अबाउट दैट। अनि अहिले चाहिँ मेरो चाहिँ अलिकति काम धेरै पनि छ अनि स्कुल पनि छ। अनि रातिको 6 बजेदेखि 9:30 बजेसम्म चाहिँ मेरो स्कुल हुन्छ। त्यही भएर चाहिँ मेरो टाइम नभएर चाहिँ मैले तपाईहरुलाई यो भिडियोको लागि चाहिँ वेटिङमा राखे। त्यसको लागि चाहिँ क्षमा चाहन्छु। अनि आज चाहिँ म जसरी भए पनि तपाईहरुको लागि म भिडियो बनाउँछु भनेर आएको है आज चाहिँ। अनि लास्टसम्म हेर्नु होला। अनि यो बेल्जियमको भिसाको बारेमा चाहिँ स्किप नगर्नु होला किनकि यो यसमा चाहिँ सानो पार्ट पनि कति इम्पोर्टेन्ट छ के। अनि आई होप तपाईहरुलाई चाहिँ मेरो कुराले चाहिँ हेल्प हुन्छ भनेर। अनि मैले चाहिँ आफूले जानेको बुझेको कुराहरु चाहिँ भनिदिन्छु। अनि कति धेरै जनाले चाहिँ बेल्जियम भिसा र स्टुडेन्ट भिसाको बारेमा सोध्नु भएको थियो। अनि म चाहिँ डिपेन्डेन्ट भिसामा आएको। अनि म चाहिँ आज चाहिँ डिपेन्डेन्ट भिसाको बारेमा भन्छु। अनि तपाईहरुले चाहिँ स्टुडेन्ट भिसाको बारेमा सोध्नु भएको थियो। मलाई चाहिँ त्यति धेरै थाहा छैन किनकि म डिपेन्डेन्टमा आएको हो नि त। अनि त्यही भएर म स्टुडेन्टको बारेमा चाहिँ थाहा छैन। त्यही पनि मैले यताउति बुझेको थियो। तर आई डोन्ट नो म राइट हुन पनि सक्छु रङ हुन पनि सक्छु त्यो कुरामा चाहिँ। त्यही पनि मैले बुझेको कुरा चाहिँ म भनिदिन्छु थोरै है। स्टुडेन्ट भिसाको बारेमा चाहिँ यस्तो हुन्छ कि यहाँ चाहिँ इङ्ग्लिस चल्दैन। बेल्जियममा चाहिँ हामीले नेदरल्यान्ड भाषा र डचमा बोल्नुपर्छ क्या यहाँ। अनि त्यही भएर हामीले नेपालीहरु चाहिँ अब के अरे अब +2 पढेपछि ग्रेजुएट गरेपछि अब कति के पढेपछि चाहिँ अब विदेशको लागि ट्राई गर्दै हुनुहुन्छ नि त। अनि अब कति धेरै जना चाहिँ अब बेल्जियम आउन खोज्नुहुन्छ। अनि अब मैले पनि यो अरूले भनेको थाहा पाएको के। अनि मेरो साथीले भनेको यो चाहिँ अनि उसको टिचरले चाहिँ के भनेको रहेछ भने अलिकति गाह्रो छ नेपालीहरुलाई आउन चाहिँ किनकि इङ्ग्लिस त्यति खासै यहाँ इम्पोर्टेन्ट हुँदैन। अनि त्यही भएर चाहिँ यहाँको मान्छेले पनि के अरे इङ्ग्लिस हैन त्यही नेदरल्यान्ड बोलेको अलिकति खोज्छ। अलिकति गाह्रै छ यहाँ पढ्न तर आउने चाहिँ आएको छ। त्यो आफूमा डिपेन्ड हुन्छ भनेको थियो कि। अनि मैले पनि त्यति बुझेको मैले चाहिँ त्यही भन्दिएँ ल। अनि स्टुडेन्ट भिसाको बारेमा अझै धेरै बुझ्न मन छ भने चाहिँ मसँग चाहिँ एउटा दिदीले चाहिँ त्यो स्टुडेन्ट भिसाको बारेमा के हुन्छ त्योहरु चाहिँ लिंक पठाइदिनु भएको थियो। अनि मसँग त टाइम पनि छैन कि त्यो पढेर तपाईले एक्सप्लेन गर्ने। अनि त्यही भएर चाहिँ तपाईहरुलाई चाहिँ त्यो चाहिन्छ भने चाहिँ म त्यो लिंकहरु पठाइदिन्छु। अनि अब चाहिँ म त्यही हो म चाहिँ डिपेन्डेन्टमा आएको भएर चाहिँ अब कति धेरै जनाले चाहिँ अब प्रोसेसिङ गर्दै हुनुहुन्छ होला। अनि कति धेरै पेपरहरु कति जाउँछ के। अनि पेपर यताउति अनि के गर्नुपर्छ तपाईहरुलाई थाहा छैन होला। अनि मलाई इनबक्समा पनि सोध्दै हुनुहुन्छ। आइ एम सो सरी मेरो चाहिँ कामले गरेर मैले चाहिँ अलिकति एक्टिभ देखे पनि मैले रिप्लाई दिन भ्या छैन कि किनकि यो छोटोमा हुँदैन अलिकति लङ छ अनि एक्सप्लेन गरिरहनुपर्छ धेरै। त्यही भएर चाहिँ मैले चाहिँ खासै रिप्लाई दिएको छैन। त्यसको लागि चाहिँ क्षमा चाहन्छु है। अनि म चाहिँ एक्सप्लेन गर्छु। पहिला चाहिँ तपाईहरु डिपेन्डेन्टमा आउँदै हुनुहुन्छ भने चाहिँ फर्स्टमा चाहिने भनेको आफ्नो नागरिकता है। आफ्नो नागरिकता एकदम इम्पोर्टेन्ट छ। त्यसपछि पासपोर्ट। अनि डिपेन्डेन्टमा आउँदै हुनुहुन्छ भने चाहिँ बिहा दर्ता म्यारेज सर्टिफिकेट त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ के है। अनि त्यो इम्पोर्टेन्ट छ। अनि त्यसपछि त्यति भएपछि चाहिँ अब 18 प्लस हुनुपर्छ। 18 प्लस हुनुपर्छ। अनि बिहा गरेको होला चाहिँ 21 पुग्नुपर्छ है तपाईहरु है। अनि यहाँ मसँग त्यो पेपर पनि छ। म त्यो यहाँ लिंक यस्तो राखिदिन्छु त्यो के चाहिन्छ भनेर। अनि तपाईहरुले स्टुडेन्ट भिसाको बारेमा चाहिँ जान्न छ भने चाहिँ म तपाईहरुलाई चाहिँ काठमाडौँको थमेलमा चाहिँ बेल्जियमको एजेन्सी छ। अनि त्यहाँ गएर चाहिँ तपाईहरु बुझ्न सक्नुहुन्छ। अनि यो के अरे अफिस चाहिँ 2:30 बजेदेखि 4 बजे 4:30 बजेसम्म कि 5 बजेसम्म खुल्ला हुन्छ। अनि मेरो चाहिँ 1 वर्षै भइछ कि म अस्ति भर्खर 1 वर्ष भइसम्म आएको चाहिँ। अनि त्यही भएर सबै कुराहरु चाहिँ अहिले कति धेरै कामहरु त्यस्तो हुन्छ त्यो प्रेसरले म के पनि यादै छैन के। अनि तपाईलाई थाहा छ विदेशमा बस्ने के अरे विदेशमा बसेपछि तपाईले बुझ्नुहुन्छ मेरो पीडा कस्तो हुन्छ भनेर। अनि त्यही भएर चाहिँ फर्स्टमा चाहिँ तपाईहरुले जन्म दर्ता चाहिन्छ है। जन्म दर्ता चाहिँ एकदम धेरै इम्पोर्टेन्ट छ। त्यसलाई चाहिँ जन्म दर्तालाई चाहिँ यसरी जन्म दर्ता बिहा दर्ता मोस्ट इम्पोर्टेन्ट कुराहरु है। पहिला चाहिँ जन्म दर्ता आफ्नो बर्थ सर्टिफिकेट त्यसपछि म्यारेज सर्टिफिकेट त्यसपछि तपाईले पुलिस रिपोर्ट चाहिन्छ। तपाईको हस्बेन्डको गाउँमा गएर चाहिँ तपाईले पुलिस रिपोर्ट चाहिँ केको बारेमा पुलिस रिपोर्ट चाहिन्छ है। अब पुलिस रिपोर्ट भनेपछि तपाईलाई थाहा हुन्छ होला किन भनेर त्यो चाहिँ पुलिस रिपोर्ट चाहिन्छ। अनि त्यसपछि तपाईको गाउँपालिका जुन चाहिँ तपाईले नागरिकताहरु बिहा दर्ताहरु गर्नुपर्छ नि त्यहाँ गएर चाहिँ तपाईहरु लिगल्ली म्यारिड हो कि हैन के हो कसो हो केमा जान लाग्यो। अहिले त अब फेक म्यारेज गरेर पनि कति धेरै आउनुहुन्छ नि त। अनि त्यसको लागि प्रुफको लागि चाहिँ तपाईले आफ्नो गाउँपालिकामा गएर चाहिँ एउटा कस्तो त उतो लेख्नुपर्छ के आफ्नो
हामी चाहिँ बिहा गरेको हो अनि यो गाउँको हो त्यस्तो भनेर चाहिँ तपाईहरुले चाहिँ एउटा यस्तो पेपर त्यो साइन गरेको हुनुपर्छ है। अनि त्यसपछि तपाईहरुको अर्को इम्पोर्टेन्ट भनेको मेडिकल रिपोर्ट है। अनि मेडिकल रिपोर्ट अनि त्यति भएपछि चाहिँ तपाईहरुले यो सबै पेपरहरु मेडिकल रिपोर्ट बाहेक चाहिँ तपाईको जन्म दर्ता बिहा दर्ता त्यस्तोहरु छ नि त्यो तपाईहरुले चाहिँ अब पेपरहरु अब गाउँपालिकामा भएको पेपरहरु कुनै के छ नि त्यो चाहिँ तपाईले त्यो गाउँपालिकामा गएर चाहिँ साइन गर्नुपर्छ ठुलो सचिवको है। अनि त्यसपछि तपाईले त्यो सबै साइन गरेपछि चाहिँ तपाईहरु चाहिँ फेरि काठमाडौँको त्यो ठुलो परराष्ट्रिय तपाईहरुले चाहिँ तपाई मैले भनेको पेपरहरुको चाहिँ तपाईले आफ्नो गाउँपालिकामा गएर अनि काठमाडौँको त्यो ठुलो राजधानी के भन्छ परराष्ट्रिय के मलाई आई डोन्ट नो मै बिर्से ल त्यो चाहिँ ठुलो अफिसको पछाडी यस्तो छापहरु हुन्छ नि यस्तो छापहरु लाउनु पर्छ है। यो छापहरु तपाईले कति धेरै छ के मेरो गाउँपालिकाको अनि यहाँ चाहिँ यो काठमाडौँबाट अनि यो पेपर चाहिँ तपाईहरुको ट्रान्सलेट गर्न पठाउनु पर्छ के। अनि तपाईहरुले चाहिँ यो छाप लाउनु भएन भने चाहिँ तपाईहरुको पेपर ट्रान्सलेट हुँदैन। अनि तपाईहरुको यो ट्रान्सलेट भएन भने तपाईहरु बेन्जाम आउन पाउनु हुँदैन। त्यसको लागि चाहिँ तपाईहरुले चाहिँ यो यति साइन चाहिँ चाहिन्छ तपाईहरुको। अनि साइन चाहिएपछि चाहिँ तपाईहरुले ट्रान्सलेट गर्नको लागि यो पेपर फेरि त्यो अफिसमा एजेन्सीमा गएर बुझाउनु पर्छ। अनि तपाईहरुको कति पैसा लाग्छ मतलब पैसा चाहिँ तपाईहरुले लाग्छ धेरै भन्दा 2 देखि 30 को ग्यापमा लाग्छ है यो ट्रान्सलेट गर्न पठाउनको लागि। अनि फर्महरु भर्नको लागि पनि कति धेरै के पैसा 5000 3000 त्यस्तो कति पैसाहरु लाग्छ त्योहरु पनि ध्यान दिनु होला है। अनि यो ट्रान्सलेट गर्न दिएपछि चाहिँ तपाईहरुको कति यो मन्थ पछि चाहिँ तपाईलाई न्यू दिल्लीमा गएर तपाईहरुले चाहिँ आफ्नो एपोइन्टमेन्ट लिनुपर्छ ल। त्यो केमा लिनुपर्छ त्यो चाहिँ तपाईहरुले काठमाडौँ गयो भने चाहिँ तपाईले एउटा पेपर दिनुहुन्छ। अनि त्यो पेपर दिनुहुन्छ अनि त्यो पेपरमा चाहिँ यो के गर्ने भनेर हुन्छ। अनि त्यो चाहिँ म यहाँ छ त्यो चाहिँ म साइडमा राख्दिन्छु ल। एप्लिकेसनको फर्म फिलअप अनलाइन वेबसाइटमा गर्नुपर्दो रहेछ www.indiadiplomatebelgium.com को त्यो गर्नुपर्ने रहेछ। अनि पासपोर्टको फोटोकपी चाहिन्छ तपाईहरुलाई चाहिँ। अनि त्यही हो तपाईहरु इन्डिया जाँदै हुनुहुन्छ भने चाहिँ एकदम केयरफुल भएर जानु होला। अनि इन्डियामा गएर पनि इन्टरभ्यु लिनुहुन्छ तपाईहरुको चाहिँ। अनि त्यहाँ भित्र चाहिँ के हुन्छ भने नेपाली हो नि त हामी चाहिँ। अनि अब तपाईहरु चाहिँ फ्यामिलीसँग जाँदै हुनुहुन्छ भने त्यो भित्र चाहिँ तपाई एक्लै मात्रै जान पर्ने हुन्छ। अनि त्यही भएर एकदम बोल्नु पर्छ है त्यहाँ भित्र चाहिँ। म त बोल्नै सक्थेन अनि त्यतिबेला चाहिँ बोलेन। अनि त्यतिबेला चाहिँ तपाईले इन्डियामा चाहिँ ठग्न सक्छ फोटोकपीहरु के गर्न लगाउँछ त्यसमा चाहिँ फ्रीमा बोर्डमा यस्तो लेखेको हुन्छ फ्रीमा भनेर। अनि तपाई चाहिँ त्यहाँ जानु होला। म चाहिँ बोल्न नसकेर म चाहिँ पैसा तिरी फोटोकपी गर्न लागेको 500-800 जतिको गरेपछि चाहिँ त्यो मान्छेले मलाई दया गरेर चाहिँ यहाँ जाऊ फ्रीमा गरिदिन्छ भने पछि बल्ल देखाएको कि मैले देखेको थिएन मतलब थाहा भएन। अनि त्यो मान्छेले चाहिँ लुट्नसम्म लुट्यो अनि पछि 2-3टा पेपर चाहिँ फ्रीमा गरिदिन्छ जा भनेर गएको के। त्यही भएर त्यो कुरामा पनि केयरफुल हुनु होला। अनि कति धेरै लाइनहरु पनि हुन्छ त्यो लाइनमा चाहिँ कन्ट्रीको हुन्छ त्यसमा पनि ध्यान दिनु होला। आफूले जानेन भने चाहिँ त्यहाँको कुनै नेपाली भेट्नुहुन्छ भने त्यहाँ सोध्नु होला नत्र त्यही कुनै मान्छेहरु आउँछ के बेल्जियम आउनको लागि कुनै भिसामा। अनि त्यसको तपाईहरु जानु भएन भने त्यहाँ पनि सोध्नु होला। एउटा पेपर के भयो भने चाहिँ फेरि तपाईले फर्स्टबाटै गर्नुपर्छ। अनि कति जाउँछ अनि यसको चाहिँ स्टेप बाइ स्टेप गर्नुपर्छ। अनि त्यही भएर एकदम केयरफुल भएर गर्नु होला है। अनि अर्को चाहिँ त्यहाँ हामीले चाहिँ फेरि के हो लेख्न लगाउँछ के। अनि त आफूलाई लेख्न आउँछ भन्नु अनि तपाईहरुले चाहिँ मैले चाहिँ आफूलाई पनि आउँदैन लेख्दै भन्छ। अनि तिनीहरुले चाहिँ लेखिदिन्छ के तिनीहरुको काम लेख्नै पर्छ किनकि हामीले त्यहाँ गएर पनि पैसा तिर्नुपर्छ। कति पैसा तिर्नुपर्छ भने चाहिँ आइसी 26 या कति त्यस्तो 20 देखि 30 आइसी तिर्नुपर्छ। यो त्यो पासपोर्ट बुझाएपछि यो के पेपरहरु लिएपछि है। त्यसमा पनि तपाईहरुले इन्डिया जाँदै हुनुहुन्छ भने चाहिँ पैसा लिएर जानुपर्छ है। तपाईहरु अब त्यहाँ गएर झिक्न पनि सक्नुहुन्छ लिएर पनि जानुपर्छ। तपाईहरु त्यहाँ पनि बुझाउनु पर्छ है। मैले चाहिँ पहिले ट्रान्सलेट गर्ने बेला पैसा दिइसकेको थियो
अनि पछि त्यहाँ गएर फेरि भिसा एप्लाई गरेको फेरि छुट्टै लाग्दो रहेछ क्या। अनि त्यही भएर मलाई त्यो कुरा चाहिँ थाहा थिएन। अनि तपाईँहरूलाई पनि त्यस्तो हुनसक्छ, त्यही भएर यो कुरा पनि ध्यान दिनु होला। त्यो भएपछि तपाईँले त्यो बुझाएपछि बुझाएपछि चाहिँ अनि तपाईँहरूको भिसा 3 देखि 6 मन्थभित्र चाहिँ आउँछ है। अनि कसैको चाहिँ छिटो आउन पनि सक्छ। मेरो चाहिँ 4 या 5 मन्थमा त्यस्तो आएको। तपाईँहरूको चाहिँ मेरो चाहिँ टोटल्ली 1 इयर चाहिँ लाग्यो त्यो भिसा एप्लाई गर्ने, फोटोकपी गर्ने, यो ट्रान्सलेट गर्ने, अनि साइन गर्ने, के गरेर अलमोस्ट फागुनमा स्टार्ट गरेको ठ्याक्कै मेरो माघको अन्तिमतिर भिसा आयो। अनि माघमा अनि फागुनमा चाहिँ म बेल्जियम आएको कि। अनि त्यही हो, तपाईँहरू पनि एकदम केयरफुल भएर गर्नु होला। त्यही हो प्रोसेसिङ चाहिँ। अनि नेपालबाट चाहिँ यति हो हामीले गर्नुपर्ने चाहिँ। अनि त्यो भिसाको के फर्म हुन्छ, त्यो फर्म चाहिँ मैले पाएन कि। अनि त्यसमा चाहिँ एउटा कुन फर्म हुन्छ आई डोन्ट नो। अनि कुनै चाहिँ तपाईँहरू कुनै चाहिँ अब कुनै दाइ दिदीहरू चाहिँ अब पोर्चुगलबाट आउनुहुन्छ नि त। अनि एउटा दिदीको चाहिँ पोर्चुगलबाट आउनुभएको थियो। अनि उहाँले चाहिँ एप्लाई गर्ने बेला चाहिँ त्यो पेपर मसँग भएन कि, त्यो पेपर मलाई अलिक थाहा भएन। अनि उहाँले चाहिँ के गर्नुभएको थियो भने चाहिँ मेरो चाहिँ बेल्जियमको लोगो थियो, उहाँको चाहिँ पोर्चुगलको आइडी भएर, उहाँको हस्बेन्डको चाहिँ पोर्चुगलको आइडी भएर पोर्चुगलको फोटो थियो। त्यस्तो चाहिँ त्यहाँ लिनु हुँदैन, त्यो कुरामा पनि केयरफुल हुनु होला है। अनि त्यो दिदीको चाहिँ लिनु भएन। अनि यस्तो यो लोगो भएको हुँदैन भन्यो कि दिल्लीमा गएर अनि फिर्ता गरिदिनु भयो। त्यो कुरामा पनि ध्यान दिनु होला। यदि तपाईँहरूलाई चाहिँ केही कुरामा प्रब्लमहरू भयो भने चाहिँ मलाई मेसेज गर्नु, म फ्री भएको बेला चाहिँ बुझ्नु भएन भने चाहिँ म भोइस मेसेजमा एकदम भनिदिन्छु तपाईँहरूलाई। त्यही हो। अब चाहिँ यो चाहिँ नेपालबाट है, नेपालबाट मैले गरेको कुराहरू। अब बेल्जियममा हुनुहुन्छ भने चाहिँ अब बेल्जियमबाट तपाईँको हस्बेन्डले के गर्नुपर्छ, के पेपर बुझाउनु पर्छ भने म तपाईँलाई 1 बाई 1 भन्छु ल। तपाईँहरूको चाहिँ पेपरहरू हुन्छ नि त, फोटोकपी हुँदैन के, फोटोकपी हुँदैन। विदेशबाट इमेलमा जिमेलमा त्यो पठाएर फोटोकपी गर्छु भने कदापि नसोच्नु होला। मेरो पनि हस्बेन्डले त्यस्तै गरेर मेरो पनि 1 विक चाहिँ टाइम वेस्ट भयो। हामीलाई चाहिँ एक दिन त्यो पनि कति इम्पोर्टेन्ट हुन्छ कि यसको लागि। अब बिहानै काठमाडौँ जाने, फेरि पोखरा बेलुकै फर्किने, पेपर यो त्यो कति हुन्छ। त्यही भएर एकदम ध्यान दिएर गर्नु होला है। अनि तपाईँको चाहिँ हस्बेन्डको चाहिँ यहीँबाट पेपरहरू पठाउनु पर्छ कि है। अनि आइडी कार्ड हुन्छ तपाईँले आफ्नो हस्बेन्डले चाहिँ हस्बेन्डको यहाँ बेल्जियममा भएको त्यो के कार्ड, ओरेन्ज कार्ड, त्यस्तो के कार्ड हुन्छ नि त, त्यो कार्डको चाहिँ तपाईँहरूले चाहिँ फोटोकपी पठाउनु पर्छ कि चाहिन्छ। अनि फ्यामिलीको पनि कतिजना छ, को छ, त्योहरू पनि तपाईँहरूले त्यो गर्नुपर्छ ल। अनि पुलिस सर्टिफिकेट पनि चाहिन्छ। अनि तपाईँहरूले चाहिँ अलमोस्ट त्यो 6 महिना चाहिँ तपाईँहरूले काम गरेको, फुल काम गरेको 6 महिना काम गरेको चाहिँ कन्ट्र्याक्ट पनि चाहिन्छ है तपाईँहरूलाई चाहिँ है। अनि तपाईँहरूको त्यो रेन्ट अनि घरको त्यो पनि हेर्नुहुन्छ कि तपाईँहरू चाहिँ अब सेयरिङमा बस्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई अलिकति जाउ हुन्छ। तपाईँहरूको चाहिँ आफ्नै ओन रेन्टमा बसे पनि एउटा आफ्नो घर, पर्सनल घर चाहिँ चाहिन्छ ल। 6 महिनासम्म चाहिँ फुल काम गरेको लोन ब्रिफ चाहिन्छ। त्यो चाहिँ किन चाहिन्छ भने चाहिँ तपाईँहरूलाई नेपालबाट आफ्नो फ्यामिली बुढीहरू ल्याउनलाई के प्रब्लम हुन्छ कि हुँदैन, पाल्न सक्छ कि सक्दैन, कतिको त्यो छ भने त्यो हेर्छ। अनि तपाईँको चाहिँ आफ्नै पर्सनल घर या रेन्टमा त्यो बसेको आफ्नो पर्सनल हुनुपर्छ। किनकि तपाईँहरू पार्टनरसिपमा बसिरहेको छ भने चाहिँ त्यो अलिकति प्रब्लम हुन्छ। त्यही भएर त्यसको लागि पनि तपाईँहरूले चाहिँ छुट्टै आफ्नो पर्सनल त्यो हुनुपर्छ। आफ्नो वाइफहरू फ्यामिलीहरू ल्याउँदै हुनुहुन्छ भने चाहिँ त्यही हो। मैले चाहिँ जति पनि बुझेछ, जति पनि आफूले गरेको त्योहरू चाहिँ मैले सेयर गरिदिएको छु, यति हो। तपाईँहरूलाई चाहिँ के कुरा बुझ्नु भएन र के कुरामा डाउट भयो, डाउट मतलब अब कसैले यो भिडियो बेल्जियममै बसेर हेर्दै हुनुहुन्छ भने मैले भनेको कुनै मिस्टेक हुनसक्छ, कुनै के हुनसक्छ, तपाईँहरूले चाहिँ कमेन्टमा
लेखिदिनु होला। यस्तरी अझ तपाईँले बुझेको कुराहरू पनि लेखिदिनु होला। त्यही हो, आजलाई चाहिँ यति। भिडियो चाहिँ के कस्तो लाग्यो, मैले आफूले जानेको बुझेको जति सेयर गरिदिएको हो तपाईँहरूको लागि, त्यही हो। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु भएकोमा एकदम धेरै धन्यवाद। ओके, बाई बाई।